थोरै राख्नु लाउनु। हेलो गाइजहरू, आज चाहिँ मौसम पुरा एकदम चिसो चिसो त के भन्नु है, पानी पऱ्यो नि चिसो हुँदैन। पानी चाहिँ मस्त परिरहेको छ। हामीहरू चाहिँ यता मोमो बनाउने तयारीमा छौँ। हाम्रो चाहिँ के अरे भेज मोमो के भन्छ हौ, बिना मासुको मोमोलाई चाहिँ के हो है। हामी चाहिँ पुरै आलु पनि हाल्छौँ है गाइजहरू, कसले यस्तरी खानुहुन्छ। यसमा चाहिँ पुरै कोरेर त्यसपछि बनाउने चाहिँ पिठो रेडी हुन लाग्यो गाइजहरू। आलु कोर्नु बाँकी ल गाइजहरूमा चाहिँ आलु कोर्न लाग्यो। आलुको खानुभएको छ कि खुवा छैन तपाईँहरूले? यस्तो मिठो हुन्छ साथीहरू, हामीलाई त मिठो लाग्छ। हामी चाहिँ बेला बेलामा खाइरहन्छौँ। पानी चाहिँ परिरहेछ गाइजहरू। यति चाहिँ बनाइसकेँ। म चाहिँ यहाँ रोइबसेको छु कि देखेछ? कति राम्रो देख्यो। म चाहिँ यहाँ रुँदै बनाउँदैछु गाइज। यसले रुवाएको मलाई चाहिँ यहाँ चाहिँ म मेरो दुःखमा खुसी हुने मान्छे। पानी चाहिँ निचोड्नुपर्छ कि गाइजहरू, खानलाई चाहिँ कम्ता दुःख। खुर्सानी पनि यस्तरी हाल्ने, फेरि मसलाहरू हाल्न बाँकी छ। अब मोल्ने पानी खालि दिने हो गाइजहरू। चाहिँ मसला हाल्ने लु यस्तो चाहिँ भयो कि अब चाहिँ सुरु हुन्छ आटा बेल्ने काम। स्टिम पनि यत्रै हो गाइज हाम्रो, त्यो टिनवटा सानो। यहाँ चाहिँ सुरु भइसक्यो। मैले चाहिँ एउटा बनाएँ, मलाई चाहिँ खास बनाउन चाहिँ आउँदैन, त्यति खानासम्म त है गाइजहरू। तिमीले देखेन? मलाई नदेखाउनु, यता उबर बेरेको मात्र घर। कुखुरालाई नै यसमा मिसाउनु नपरोस् है अहिले। यस्तो है गाइजहरू। गोलो पनि आउँछ, थोरै 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 लाम्चो नि आउँछ, थोरै थोरै यस्तो नि आउँछ गाइजहरू। यस्तो होला। देखेन यस्तो भयो। यति देखेँ मैले। यस्तो गाइजहरू यतिको आउँछ। तिनवटै मैले बनाएको ल। यही हो गाइजहरू। यहाँ चाहिँ मलाई दिदीले जिताउन लगाइसक्नु हो। मैले चाहिँ भर्खरै यति बनाएँ अनि अर्को स्टार्ट गरिरहेछ। लु गाइजहरू फर्स्ट चाहिँ हाम्रो रेडी भयो। यत्रै छ स्टमर। मेरो चाहिँ म थोरै तेल भुट्न लगाएको साथीहरू। पाक्दैछ पुसाइ मोमो। अनि फेरि यसमा चाहिँ म थोरै खुर्सानी अनि थोरै के भन्छ तिमुर हालेर अचार बनाउने तयारीमा छ साथीहरू। लास्ट चाहिँ बाँकी छ, मैले बिचमा बनाएको चाहिँ देखाइनँ। त्यो थालमा हाल्दा बनिसक्यो हाम्रो चाहिँ। मैले अचार पनि पिसेँ। यहाँ चाहिँ आज चाहिँ खासमा हाम्रो प्लान चाहिँ तामा खाने भन्ने हो। अब चाहिँ भोलि फ्रिजमा राख्ने, भोलि बिहान चाहिँ खानुपर्छ नि। लगाइज हामीहरू चाहिँ खाना सुरु गरेको। थाल थालमा अचार हालेँ। मोमो चाहिँ यहीँदेखि टपक्क टिप्दै खै कप्पो कप्पो गाइजहरू। ल खानु आमा छिटो। मैले पनि खाने चल्ला पनि हेराएको छ है। हानुला गुदी नखाला सहिले। यो छ एउटा मैदा खाने। खै हाँस्दै त। चल्ली पनि हेराएको छ। यही हो बाँकी भिडियो चाहिँ पछि हाल्दै गरौँला। खान्छी सानो चल्लो खाने हो। बाई गाइस सकेन कि ओ बाबरे। हाम्रो भुत्ला पनि हुँदैन।